कानुन विपरीत कानुन कारबाही गराएमा त्यस्ता विवरण प्रहरी चारित्रिक प्रमाणपत्र समेत उल्लेख हुने भएकोले वैदेशिक अध्ययन भ्रमण तथा रोजगारी लगायतका कार्यमा जाँदा यसले प्रत्यक्ष प्रभाव पर्ने हुँदा त्यस्ता कसुरजन्य कार्यमा संलग्न नहुन अनुरोध गर्दछ। नेपाल प्रहरीको यहाँ तपाईँले देख्न सक्नुहुन्छ गृह मन्त्रालयले मिति 2022 साल 10 महिना 15 गतेको एउटा चाहिँ नोटिस रहेको छ। तपाईँले यहाँ मेरो स्क्रिनमा देख्न सक्नुहुन्छ। दर्शकबिन्दहरू नेपाल सरकारको गृह मन्त्रालयको छ सिंहदरबार काठमाडौँको। यहाँ तपाईँलाई सर म पढेर सुनाउन चाहन्छु। सूचना रहेको छ एउटा नेपालको संविधानमा राष्ट्रिय सुरक्षा प्रणाली विकास गरी शान्ति सुरक्षाको व्यवस्था गर्ने तथा सर्वाङ्गीण मानवीय सुरक्षाको प्रत्याभूति गर्ने नीति बमोजिम अपराध सम्बन्धी राष्ट्रिय अभिलेखलाई व्यवस्थित गर्न अपराध सम्बन्धी राष्ट्रिय अभिलेख व्यवस्थापन तथा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण भनेको पुलिस क्लियरेन्स सर्टिफिकेट है यो निर्देशिका 2080 कार्यान्वयनमा रहेको विदितै छ है। सबैलाई थाहै छ। उक्त निर्देशिकामा चारित्रिक प्रमाणपत्र उपलब्ध गराउने जिम्मेवारी प्रक्रिया कसुर उल्लेख गरी वा नगरी उपलब्ध गराउने वा नगराइने अनलाइन एप मार्फत वितरण गर्न सकिने त्रुटि सच्याउन केयरमेट वा थपकड गर्न नपाइने यसको जाँच गर्न सकिने तथा राष्ट्रिय परिचय पत्र व्यवस्थापन सूचना प्रणालीमा आबद्ध गर्न सकिने लगायतका प्रावधान रहेका छन् है। अपराध सम्बन्धी राष्ट्रिय अभिलेख व्यवस्थापन तथा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका 2080 को प्रतिकूल हुने गरी प्रमाणपत्र उपलब्ध गराइएको पाइएमा प्रमाणपत्र केयरमेट थपगढ गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने व्यवस्था रहेको छ। साथै मुलुकी अपराध संहिता 2074 को परिच्छेद 25 मा लिखत सम्बन्धी कसुरको व्यवस्था भए सो बमोजिम सजाय हुने व्यवस्था रहेको छ। तसर्थ कानुन विपरीत काम कारबाही गराएमा त्यस्ता कामको विवरण नेपाल प्रहरीद्वारा जारी हुने चारित्रिक प्रमाणपत्र पुलिस क्लियरेन्स सर्टिफिकेट समेत उल्लेख हुने भएकाले वैदेशिक अध्ययन भ्रमण तथा रोजगारी लगायतका कार्यमा जाँदा त्यसले प्रत्यक्ष प्रभाव पर्ने हुँदा त्यस्ता कसुरजन्य कार्यमा संलग्न नहुन मौजुदा कानुन व्यवस्था विधि र प्रक्रिया बमोजिम मात्र काम कारबाही गराउन सो बमोजिम नभएमा भविष्यमा यसको कारणबाट सम्बन्धित व्यक्तिलाई नै प्रतिकूल प्रभाव पर्न सक्ने व्यवस्था समेत रहेको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। मिति 2022 साल 10 महिना 15 नेपाल सम्मत 1146 आनन्द काफले प्रवक्ता यहाँ साइन तपाईँले देख्न सक्नुहुन्छ। दर्शकबिन साथीहरू तपाईँ चाहिँ अब चाहिँ विदेश जाँदै हुन्छ भ्रमण गर्दै हुन्छ भने पुलिस क्लियरेन्स सर्टिफिकेटमा तपाईँहरूको चाहिँ कुनै कसुर छ अपराधजन्य कुनै त्यस्तो गतिविधि देखिन्छ त्यो चाहिँ अब देखिने भएको छ। बिस्तारै यो डिजिटल्ली सबै कुराहरू तपाईँको जस्तै अब अनलाइनबाट राष्ट्रिय परिचय पत्रबाट लिङ्क अप गरेर सबै कुराहरू चाहिँ यसरी चाहिँ देखिने हिसाबले गर्दाखेरि चाहिँ तपाईँहरू चाहिँ एकदम ध्यान दिन पर्ने देखिएको छ। साथीहरू आजको यो भिडियोमा यति मात्रै। साथीहरू यो भिडियो हजुरलाई कस्तो लाग्यो यो भिडियोबाट तपाईँहरूले केही कुरा जान्नुभयो बुझ्नुभयो होला। यदि तपाईँहरूलाई पनि यो भिडियो हेल्पफुल लागेको छ भने यो भिडियो लाइक गरिदिनु होला। अरूलाई पनि जानकारी होस् भन्ने चाहन्छ भने सेयर गरिदिनु होला र अरू पनि यस्तै भिडियो हेर्न मन छ भने हाम्रो यस युट्युब च्यानल सब्सक्राइब गर्नु। केही कमी कमजोरी छ केही नबुझेको कुराहरू छ अथवा तपाईँलाई लागेको केही समस्याहरू केही कुरा छ भने टिका टिप्पणी छ भने हाम्रो कमेन्ट सेक्सन सधैँको लागि खुला रहेको छ। र यो भिडियोबाट चाहिँ आज चाहिँ यति भन्दै म लगायत मेरो समस्त टिम बिदा दिन चाहन्छु। हस् नमस्ते जय नेपाल बाई।